नमस्कार। आउन साथी, मैले आज एउटा कोसेली लिएर आएको छु। कोसेलीको नाम हो आज बिहानको धेरै दिनपछि। आज धेरै दिनपछि मैले आफ्नो छिमेकीले दुधको प्याकेट ल्याएको देखेँ। टोलको हलुवाईले तातो तातो जेरी बनाएको देखेँ। पत्रिका बेच्ने काकालाई साइकलमा जाँदै गरेको देखेँ। तल बस्ने भाउजूले सेल रोटी पकाएको देखेँ। स्कुलको भ्यानमा हाँस्दै गरेर विद्यार्थी जाँदै गरेको देखेँ। आज धेरै दिनपछि मैले आफ्नो टोलमा नयाँ नयाँ साडी लगाएका नारीहरू मन्दिर जाँदै गरेको देखेँ। छोरीको नयाँ चप्पल देखेँ, साथीको सेतै फुलेको दारी देखेँ, पत्नीको आँखामा परेला देखेँ, पशुपति आर्यघाटमा लास जलाउँदै गरेको देखेँ। तपाईले जस्तो सोच्नु भएको छ त्यस्तो केही पनि होइन। म सहरमा नै थिएँ, कहीँ बाहिरदेखि आएको होइन। यो नसोच्नु होला बाहिरदेखि आएको। धेरै दिन भयो मेरो हातमा स्मार्टफोन थिएन। हिजो बिहानदेखि दुनियाँ हेर्नलाई मौका पाएको थिइनँ। फोन अस्पतालमा छ, ट्रिटमेन्ट चलिरहेको छ र म यो असली दुनियाँमा आएर हेरिरहेको छु। लाग्दछ अहिले मलाई यो असली दुनियाँ ठिकै रहेछ। पहिलो मानिसहरूले सुत्ने गर्दथे अनि शरीरले आराम पाउँदथ्यो, तर अहिले मानिस सुत्ने गर्छन् अनि मात्र मोबाइलले आराम पाउँछ। साथी हो कस्तो लाग्यो जानकारी दिनु। अहिले मोबाइलको जमाना छ। मानिसहरू प्राय जस्तो व्यस्ततामै मोबाइलमै हुन्छन्। तीमाथि अहिले त अब फेसबुक प्रोफेसनल ड्यासबोर्ड अन गरेर चलाउन थालिसकेपछि त रिल बनाउने, लाइभमा जाने हो कि होइन भन्नुहोस् त। त्यो पनि एउटा कामै हो। तर हामी यसरी व्यस्तता हुँदाखेरि बाहिरी दुनियाँ, घर छिमेकी वरपर के कस्तो हुँदैछ थाहै हुँदैन। के गर्दैछन्, कसो गर्दैछन्, पर्तिर रामेला के छ, चियामेला कस्तो छ, सायद उनीहरू पनि व्यस्त होलान्। हाम्रो पनि खबर लिँदैनन्। यसो खबर बुझ्नु र गर्नु पर्यो भने पनि फोन मार्फतै वाट्सएपबाटै भइहाल्छ, अथवा रिल्स भिडियो यसो देख्दाखेरि ठिकै रहेछ भन्ने हुन्छ। तापनि म चाहिँ आज मेरो फोन बिग्रेपछि यसो खेतीबारीतिर घुम्दै आएको थिएँ। यो हरियो परियो देखेर बाटामा त्यही अघि जुन नजाराहरू देखेँ त्यही नै भनेको। गाडी घोडा भिडभाड हुन त त्यति निस्किने काम पर्दैन, त्यसैले गर्दा हो। अनि तपाईहरुको के कस्तो छ त? कसरी चल्दैछ? कस्तो छ नयाँ दुनियाँ? यसो जानकारी दिनुहोला। धन्यवाद छ। तपाईहरुलाई कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने शेयर गरिदिनु होला। म काठमाडौँ नेपालबाट। जय श्री पशुपतिनाथ।